हुन त हामीले शिक्षा क्षेत्रमा धेरै अभ्यासहरू गरेका छौँ। एउटा नयाँ कार्यक्रमहरूको हामीले त्यसको उत्पत्ति हुँदाखेरिमा कोही न कोही चाहिँ एउटा त्यसको इनिसिएटर हुनुपर्दो रहेछ हैन। कहिलेकाहीँ सरकार हुन्छ, कहिलेकाहीँ अब गैर सरकारी क्षेत्रबाट विभिन्न संस्थाबाट राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरूबाट पनि यो कार्यक्रमहरूलाई अगाडि बढ्छ। अब यसमा यो कार्यक्रम मलाई फलदायी नै लाग्यो धेरै हिसाबले। एउटा चाहिँ साथी शिक्षक कस्तो बन्ने भन्ने किसिमले हैन, एउटा चाहिँ मोटिभेटरको रूपमा यहाँहरू अहिले हाम्रो साथी शिक्षक यो कार्यक्रमबाट भर्खरै ग्रेजुएट हुनुभएको एकजना म्यामले, कविता म्याम, उहाँले राख्नुभयो। धेरै विषय वास्तवमा उहाँहरूलाई यो 2 वर्ष काम गर्दै जाँदाखेरिमा चाहिँ उहाँहरूलाई केही कुराहरू इन्टरनलाइज भयो होला हैन। यो अब यसमा कठिनाइ पनि होला। हामीले अलिकति दुर्गम ठाउँमा स्थानमा गएर कार्यक्रम सञ्चालन गर्दाखेरिमा सिन्धुपाल्चोक, तनहुँको केही रिमोट एरियामा कार्यक्रमहरू भइरहेछ। त्यसैले ती पालिकाहरूमा केही कठिनाइ हुँदा पनि एउटा उत्साहका साथ यहाँहरूले जुन हैन म टिचिङ नै प्रोफेसनमा जान्छु भन्ने किसिमबाट एउटा चाहिँ जुन लगनशीलता, यहाँहरूको एउटा चाहिँ शिक्षण पेसाप्रतिको एउटा यहाँहरूको आकर्षण चाहिँ मलाई ज्यादै सराहनीय लाग्यो र म उहाँहरूलाई हार्दिक बधाई पनि ज्ञापन गर्न चाहन्छु। अब यसमा पालिकाको पनि सहयोग हैन, टेक्निकल सपोर्ट चाहिँ मैले बुझेअनुसार संस्थाले गरेको रहेछ हैन। अरू पालिकाको पनि सबैको एउटा साझेदारी, ओनरसिप सबैको कायम गर्नको लागि सरकारले दिएको भन्दा पारिश्रमिक कम नै पनि रहेछ हैन। अब किन त्यति दिन कठिनाइ पनि हुन्छ कति विषयहरू हैन। यो चाहिँ पालिकाले, स्थानीय सरकारले बेहोरेको अवस्था रहेछ। अब जहाँ टिचर कम छ त्यहाँ भएको होला। विशेष गरी यो अङ्ग्रेजी र गणित विषयमा भएको कारणले हाम्रो टिचरको अलिकति स्कार्सिटी हैन, अभाव भएको तिनै विषयहरू हुन्। त्यसमा अलि नयाँ विधिबाट सिकाउने कुराहरू, प्रयोगहरू भएको छन्। त्यो निकै नै अब एकचोटि फिल्मै गएर त्यसको अवलोकन गर्न पाइयो भने थप त्यसबाट चाहिँ धेरै कुराहरू सिक्न पाइन्छ होला। त्यो समय पछि पनि राखौँला त्यो विषयमा। अब मलाई यहाँ अहिले शिक्षक, हाम्रो गुणस्तरीय शिक्षामा हामीले धेरै कुराहरू, हाम्रो ठुलो लगानी पनि भएको छ वास्तव हैन। शिक्षकको सङ्ख्या थपेका छौँ, शिक्षकका धेरै सेवा सुविधाहरू बढिरहेछन्। तथापि अहिले पनि शिक्षकहरूको, यहाँहरूले देखिरहनु भएको छ हैन, शिक्षकहरूको आन्दोलन जारी पनि छ। अब यो यसमा के छ भने अब यो हुन त सधैँ यो पर्याप्त हुँदैन हैन, यो कठिनाइ पनि छ। राज्यले सेवा शर्त सुविधाका कानुन बनाउँदाखेरिमा हैन, अरू सरकारी सेवामा के छन् त्यो अनुसारको तुलना हुन्छ नै हैन। देशको चाहिँ सामर्थ्य के छ त्यो अनुसार प्राप्त गर्ने कुराहरू भयो। अब अहिले हामीले एउटा भुल्न नहुने विषय के छ भने शिक्षकको अभाव त एकातिर होला, अर्को भएकै शिक्षकबाट पनि हामीले गुणस्तरीय सेवा प्राप्त गर्न सकिरहेको छैन। हाम्रो सिकाउने अब धेरै हाम्रो चाहिँ यसमा भनौँ न अध्ययन अनुसन्धान गर्नेहरू हैन, उहाँहरूको पनि धारणा छ जुनसुकै लेभलमा गरे पनि शिक्षकहरूले सिकाउने शैली चाहिँ पुरानो भयो हैन। यसले चाहिँ अलिकति आधुनिक शैली, सिकाउने शैलीमा रूपान्तरण गर्नुपर्छ भन्ने बारेमा विभिन्न कोणबाट कुराहरू उठ्या छन्। यस्ता समूह, सिकाइ समूहहरू हैन, शिक्षकको फोरममा काम गर्ने संस्थाहरू, सामग्री बनाउने संस्थाहरू धेरै यसमा चाहिँ हैन, अरू सरकार, गैर सरकारी संस्थाहरूले नै काम गरिरहेको अवस्था छ। त्यसैले हाम्रो बिचमा तालिम पनि नदिएको होइन। त्यसैले अबको शिक्षकको पेसागत विकास चाहिँ कस्तो हुनुपर्छ भन्ने बारेमा हजुरहरूबाट यहाँहरूले चाहिँ जुन यसलाई अङ्गीकार गर्नुभएको यो जुन मोडल छ, यसलाई सरकारले पनि कुनै न कुनै रूपमा चाहिँ हामीले ग्रहण गरेर हैन, सिकाउने शैलीमा रूपान्तरण ल्याउन सक्यौँ भने बालबालिकाहरूको सिकाइ उपलब्धिमा हामी सुधार ल्याउन सक्छौँ। अहिले सबभन्दा ठुलो समस्या नै त्यही छ। अहिले हेर्ने हो भने हामी कक्षा 10 को परीक्षामा हैन, सार्वजनिक परीक्षा हुन्छ, कक्षा 10 मा चाहिँ आधाभन्दा बढी विद्यार्थीहरू नन ग्रेडेड, अब अनुत्तीर्ण त नभनौँ तर उहाँहरूले एउटा उच्च शिक्षाको लागि
सफल हुन सक्नु भएको छैन। त्यस्तै गरी राष्ट्रिय स्तरमा गरेका हाम्रा सिकाइ उपलब्धि परीक्षणमा पनि विद्यार्थीहरूको सिकाइ कमजोर छ। औसत 50% भन्दा माथि जान कुनै पनि विषयमा सकेको अवस्था छैन। त्यसले गर्दाखेरिमा हामी मूल विषयहरूमा, भाषाका विषयहरूमा, गणितका विषयमा, त्यस्तै गरी विज्ञान, सामाजिक अध्ययन जस्ता विषयहरूमा हामीले सिकाइमा सुधार ल्याउन सकेनौँ भने हामी सरकारी गैर सरकारी क्षेत्रबाट गरेका लगानीको सदुपयोग हुन जान सक्ने अवस्था देखिँदैन। त्यसले गर्दाखेरि हजुरहरूले यो प्रयासलाई हामी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा नै एमयु गरेर यो संस्थाले कार्यक्रमहरू सञ्चालन गरेको रहेछ। अब भोलिका दिनमा पनि हामी यहाँहरूबाट भएका हामी एकचोटि शिक्षण पेसालाई सुदृढ गर्नको लागि शिक्षकको पेसागत विकास र शिक्षण पेसामा हामीले एउटा केही नवीन आयाम ल्याएको छौँ भने त्यसमा एकै ठाउँमा भेला भएर कहिलेकाहीँ के हुँदछ भने अलिक खण्डीकृत जस्तो भएको छ होइन। यसलाई चाहिँ नेसनल पोलिसीमा कसरी लान सकिन्छ भन्ने बारेमा पनि हामीले एकचोटि बहस छलफल गरौँ। त्यसपछि त्यसबाट एउटा निचोड निकालेर हामी भोलिका दिनमा जान सकिन्छ। म अहिले चाहिँ छोटकरीमा मैले यहाँहरूसँग जुन भेटघाट हुने मौका मिल्यो होइन, म सबैलाई यहाँहरूलाई अब हाम्रो अध्यक्षज्यू लगायत सबैलाई हाम्रो पालिकाका प्रमुखज्यूहरूलाई पनि हार्दिक आभार व्यक्त गर्दै यहाँहरूसँग मिलन हुन पायो एउटा छोटै समय भए पनि। र भोलिका दिनमा हाम्रो सहकार्य रहिरहन्छ होइन। फिल्डमा हामी अरू कामले जाँदा पनि हामी यहाँहरूको सञ्चालन भएको कार्यक्रमको फिल्डको अनुभव पनि लिन सक्छौँ र यहाँ केन्द्रमै पनि हामी केही कार्यक्रमको बारेमा छलफल गऱ्यौँ भने अरू संस्थाहरूसँग पनि हाम्रा गैर सरकारी संस्थाहरूको छलफल हुन्छ होइन, अरू विकास साझेदारहरूसँग हुन्छ। त्यो बारेमा पनि हामी अर्को फोरममा पनि फेरि छलफल गरौँला। मैले आज यो 2 वर्ष काम गरेर यो कोहर्ट ग्रुप जाँदै हुनुहुन्छ, उहाँहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै अब म भोलिको दिनमा हाम्रो यो साथी शिक्षक कार्यक्रमबाट हामीले सिकेका असल अभ्यासहरू होइन, यहाँहरूले जुन राम्रा कामहरू गर्नुभएको छ होइन, सबै काम हुन त सबै पर्फेक्सन त कुनै पनि प्रोजेक्टमा कुनै पनि प्रोग्राममा 100% हुँदैन होइन। यहाँबाट पनि केही कमी कमजोरी होला नि, त्यसलाई पनि हामीले ड्रप एक्सनहरू छन् भने त्यसलाई हटाएर राम्रा कुराहरूलाई अरू चाहिँ मेन स्ट्रिमको प्रोग्राममा चाहिँ हामीले त्यसलाई कसरी इन्कर्पोरेट गर्न सकिन्छ त्यो बारेमा छलफल बहस चलाउँला। अब हाम्रो यहाँ पत्रकारज्यूहरू पनि हुनुहुन्छ, यहाँहरूले पनि यसमा कलम चलाउनु हुनेछ। अब भोलिका दिनमा हाम्रो सहकार्य रहनेछ। म यति राखेर यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै म अहिले चाहिँ बिदा हुने म यहाँहरूसँग अनुमति चाहन्छु। मैले धेरै अब यसमा गरेका कुराहरू धेरै छन् होइन, अब यसको बारेमा धेरै एप्रिसिएसन गर्नुपर्ने कुराहरू धेरै छुट्न गएको होला, त्यो पछि पनि फेरि हामी छलफल गरौँला। हस्, थ्याङ्क यू भेरी मच, नमस्कार।